2072 सालमा यो संविधान जारी गर्दा धेरै हतारमा र पर्याप्त छलफल बिना संविधान जारी भएको इतिहास जगजाहेर छ। त्यसैले पनि यसमा भएका व्यवस्थाहरूको आधार खोज्दै तिनीहरूको औचित्य पुष्टि गर्ने र आवश्यक नभएका व्यवस्थालाई फेरबदल गर्ने यो स्वर्णिम अवसर पनि हो। नेपालको आवश्यकता बमोजिमको व्यवस्थाका लागि संसदका सबै राजनीतिक दलहरू यो बहसमा सहभागी हुन्छन् भने उनीहरूको आफ्नो तात्कालिक परिस्थितिलाई आजको आवश्यकता अनुसार पुष्टि गर्नका लागि बृहत छलफल गर्न जरुरी पनि छ। त्यसका लागि संविधान सभामा तत्कालीन समयका दस्तावेजहरू जुन भरबेटमका रूपमा रहेका छन् तिनको खोजी गर्ने र तत्कालीन राजनीतिक सहमतिलाई नै अध्ययनको विषय बनाएर त्यही बिन्दुबाट छलफल प्रारम्भ गर्ने हो भने त्यसको फाइदा र बेफाइदाको विवेचना गरी अहिलेको आवश्यकतालाई पहिचान गरेर संशोधनका लागि सुझाउनु अहिलेको मुख्य आवश्यकता हो। यदि अहिलेको संविधानलाई अहिलेको आवश्यकता अनुसार फेरबदल गर्ने हो भने यसको जगमा नपुगी त्यो दीर्घकालीन हुँदैन। संविधान सभाको नियत नबुझी, त्यस बेलाको पृष्ठभूमि नबुझी, राजनीतिक दलहरूको सम्झौतालाई नकेलाइकन संविधानमा गरिने संशोधनले दीर्घकालीन स्थायित्व पनि दिँदैन। संविधान निर्माताहरूको उद्देश्यलाई मेटाउने गरी गरिने संशोधनले यसको पहिचान मेटिन सक्छ। पहिचान मेटेर संविधान संशोधन होइन, पुनर्लेखन हुन पुग्छ। कि त अहिलेकै बिन्दुबाट नयाँ संविधान लेख्नु पर्यो। यदि पुरानो संविधानलाई चलाउने हो भने तत्कालीन संविधान सभाको उद्देश्य र अहिलेको आवश्यकताको मध्यबिन्दुको खोजी गर्नुपर्दछ।